नमस्ते सम्पूर्ण मित्रहरूमा। आज चाहिँ म पहिलोचोटि युट्युबमा भिडियोहरू अपलोड गर्न गइरहेको छु। आज फर्स्ट भिडियो चाहिँ हामीले काम गर्ने कम्पनीको बारेमा भन्न गइरहेको छु। यो चाहिँ तल गहिरोमा रहेको खोर हो। हाम्रोमा चाहिँ जम्मा 9वटा फ्युक्साको खोर छ भने 3वटा चाहिँ युक्सङ्साको खोर हो। अहिले यहाँ हामीले काम गर्ने ठाउँमा चाहिँ युक्सङ्सा र फ्युक्साको मात्रै छ। जम्मा हाम्रो साउको चाहिँ 3टा कम्पनी छ र बुनमानसा र छादनसाको चाहिँ छुट्टै छ। यहाँबाट लगभग 5 किलोमिटर जति टाढा छ। अनि सुरुमा साउको बाउले गरेको कम्पनी पनि छ, त्यसमा चाहिँ अहिले खासै बङ्गुर राखेको छैन। माथिबाट टपबाट हेर्दा चाहिँ हामीले काम गर्ने ठाउँ चाहिँ यस्तो देख्दो रहेछ। प्रायः जस्तो यो वरिपरि सबै फार्महरू मात्रै रहेछ। अनि हाम्रो यहाँ चाहिँ युक्सङ्सा र फ्युक्सा गरेर जम्मा 17,000 जति बङ्गुर छ। त्यसमा हामी कामदार चाहिँ नेपालीहरू मात्रै छ। जम्मा 9 जना नेपाली दाजुभाइहरू छ। अनि यस्तै छ है साथीहरू हाम्रो काम गर्ने ठाउँ। तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो लाइक अनि सब्स्क्राइब पनि गरिदिनु होला।